फेरि म्याक्सिमम नभए उहाँहरू यो गाडीको सबै टेन्सन सोध्दा हुन्छ उहाँ नियमित आउने हो खाने कामदार मजदुर दाइहरू आउनुहुन्छ खाना खानलाई हो कि भन्नु न सब साधन गाडी सबै हजुरले सबैभन्दा राम्रो चाहिँ कस्टमरलाई एकचोटि सोध्नुहोस् उहाँहरू हिजो नै एउटा कुरा म भन्छु नि एकदम भिआइपी मान्छे आउँछ त तपाईँ नराख्नु भन्नु त भिआइपी नै आउँछन् नर्मली आउँछन् केही खाने नभए पनि खाना पाउनु पर्यो यस्तो बुवा बुढो मान्छेहरू आउँछ अनि उहाँहरूसँग 250 रुपियाँ लिनु भनेपछि म्याक्सिमम यो कसरी यो रोटी नै उसको रोटी तरकारी थपेर पनि आउँछ यो 60 रुपियाँको खाना यो हेरौ हजुरले 180 कसरी हुन्छ यो ल भन्नु 60 मै के आउँदैन दिदी हजुर एउटा रोटीकै पर पिस 30 रुपैयाँ पर्छ यसो दुईटा हालेको छ फेरि थप्न मिल्छ दुईटा छ हजुरले ढाड्दैन 60 80 हो कि धेरै नै उ हो त्यो 180 त धेरै म्याक्सिमम भयो दुईटा रोटी हो नि अब जिल्लाहरूसँग यति नै मेनु दिएको छ उहाँले खान्न भन्नु पनि पाउनुहुन्छ खान्न भन्नु पनि पाउँछ तपाईँलाई मैले यस्तो रिक्वेस्ट गरेको यो हामीले ग्राहकहरूसँग पनि लुट्नु भन्यो नि भाइ तपाईहरु पनि कुरा गर्नु हजुरले लुटेको भनेको चोरेको हुन्छ कि लुटेको हो त्यो खाना दिएर पैसा लिनु लुटेको हो सेवा हो नि त्यो पनि धेरै त अब यो सङ्घले मैले 250 तोके सुन्नु सङ्घले 250 तोके त म 300 लिएको भए धेरै हो सङ्घले लिएको मेनु त मैले लिन पाउनु पर्यो नि त होइन र हजुरले मलाई मात्रै आएर क्याउ गरेर हुँदैन मिल्नु त्यो होटेलको रेन्ट सुन्नु हिजो तपाईँ भाडाको विषय नै आएको यसको 55,000 छ 10 जना कर्मचारीलाई रोजगार दिएको छु हजुरले रोजगार दिनुहोस् त ल हेरौँ क्यामेरा त्यसै छैन किनकि